देखना ने के चाहिए हमारे क्या मतलब धान काट क्या गाइज के भन्छ अंका हेलो गाइज के छ फेरि स्वागत छ आज फेरि नयाँ भिडियोमा गाइज के भन्छ आज म छुट्टी लिएर जस्तै म काम गरेको थिएँ नि त आज छुट्टी लिएको थिएँ के भन्छ आफ्नो खेतको त्यो धान बाँध्न आएको छ क्या बोझ बाँध्न हेर्न सक्छ यो धान हो बोझ बाँध्न आएको छ के अरे अलिअलि बाँधेँ क्या यता हेर्न सक्नुहुन्छ नि अनि यो बोझ बाँध्न आएको छु अहिले छुट्टी लिएर बाइज के भन्छ आएको क्या कति दिन भयो मेरो च्यानलमा आजको कति दिनदेखि भ्लग आएको छैन मतलब अलिकति कामले गर्दा त्यस्तो अरे त्यही भएर गाइज अनि अब कन्टिन्युस भ्लग आउँछ मेरो गाइज आज काम मेरो यो के भन्छ हामीहरू म चाहिँ दुईजना छ हामीहरू बाँध्ने बोझ बाँध्ने दुईजना छ मैले हामी दुईजना छौँ मैले के भन्छ मेरो कति छ यहाँ 2.5 कट्ठा खेत छ क्या 2.5 कट्ठामा कति भन्छ बोझ मलाई थाहा छैन अहिले कमसेकम अनि त्यसपछि बोझ बाँधेर फेरि एक ठाउँ राखेर त्यसलाई कुटाउनुपर्छ क्या धान कुटाउनुपर्छ चामल त उतै हुन्छ मिलमा अहिले चाहिँ यहाँ धान चाहिँ त्यो गर्नु पर्यो नि त छुट्याउनु पर्यो नि त यो जस्तो यो हुन्छ नि यस्तो यो चाहिँ निकाल्नु पर्छ नि त खाल्टै यो चाहिँ यो निकाल्नुपर्छ यसलाई हेर्न सक्छ नि यहाँ ए कतिको लागि देखाएको छ तर थाहा नअसल चाहिँ किन ए देखते एकला छुट्याउनु पर्दा क्या मतलब छुट्याउनु पर्दैन नि त त्यसै अनि उनका हम मतलब आफ्नै खेत चली नि कति यार त्यसै अनि गाइस और एक चीज दिखा दो क्या था देखो तो व्यू देख पूरे में कितना क्लियर पहाड़ से भेटार खोइ कते से देखा पर्छ यार भेटार ऊ टावर भले देखेछ होते छ भेटार एने पूरा हिमाल एने त्यसै देखेछ जान लाउँछ हेर्नु ल गाइस के भन्छ नि अहिले बेलुकाको 3-4 बज्यो होला सायद यतिको घाम छ तर बट मैले एउटा नोटिस गरेको छु क्या गाइस भ्यू हेर्नु नि यार हाम्रो तराईबाट यस्तो दामी भ्यू छ मैले एक्सपेक्ट गरेको थिएन क्या के भन्छ तराईबाट यस्तो दामी भ्यू रहेछ यस्तो नि भन्छ नि पुरा रिल्याक्स वाला भ्यू छ यार म त माने गाइस के भन्छ यो हेर्नु यार घाम अहिले यस्तो 4 बजे जस्तो छ यार 5 डुबिहाल्छ होला त्यस्तो लाग्छ 5 डुब्छ होप्स तपाईँहरू मलाई फलो गर्छ नि फलो गर्नुहोस् नि सब्सक्राइब गर्नु त कहिले नि यार कति कब कुछ नहीं फॉलो करिए हमारा मात्र कुछ नहीं होगा ये 100 से 500 सब्सक्राइब नहीं तो लाइक करिए ना अंदर टच दिखाओ हाँ हेलो गाइस के छ फिर अहिले म आएको छु हाम्रो लोकेसन मिन्स आई मिन्स खेततिर गाइस अहिले यो मेरो धान ढडिया छ नि त ढेरिहाल्छ के छ सरी थारुमको भयो धान ढेरिहाल्छ क्या मतलब धान काट क्या गाइस के भन्छ अंका मेल छु यता धान ढेरिहाल्छली देखेले मतलब बकरी ले ले देखे छ बुनु बकरी मतलब हमारे बहन छी बकरी ले ले हमर त एकटा बकरी एकटा बोका एडा पाठी एकटा खसी चाहिँ ल है गाइस खसी खाएको मासु खाएको मान्छेले कमेन्ट गरिया माया त बरु खसी काट्बो क्या काट्बो थाहा कमेन्ट गरे तर आउँगा गाइस के भन्छ नङ साँझ के 4 बल्दैछ 4:30 भेलै तर रोड देख्ने यार गाइस रोड देख्न सक्नु टल्के छ बाफ रे बाफ हाइट अनि गाइस रहीपुर जग्गा लेको मतलब ई एरियामा त जग्गा किन्नु भने एरियामा जग्गा किन्नु मलाई कमेन्ट गरिया अनि गाइस देख्ने एकटा घर छ त एकटा घर छ त बनाउनु एकटा इटा नयाँ घर बनाउँछ त मतलब कई घर मान्छ न नयाँ घर मान्छ एकटा घर होते छ देख दे ये तो हमारे एरिया था तर घर का मतलब और हमारे जगह ठाम गाछ है एक देखने जगह के ठाम हमारे गाछ है क्या ये गाछ है अनि पुल तो देखे में नॉर्मली तो ये हमारे जगह चिने का हमारे बाप के नाम सॉरी बाप ने डैड के नाम जगह है अनि गाइस देखने मतलब प्लॉटिंग बन गल पूरे यार मतलब ये अब रही पूरा जाइले तोरा टेंशन जे मतलब नयाँ टोल से जाइछ नयाँ टोल हुने उ नयाँ टोल के बाटो छ बस बिटी हुने भेलो नयाँ टोल एने भेलो नि त नयाँ टोल हुने छ हुने से आला लोक संख्या बाट भागले क्या प्लॉटिंग जते जते यहाँ बाटे जते न गर्दा रहीपुर जते यार कुछ नहीं हो रहीपुर जते मात्र भए हो गाइस जंगा बकरी खोल्छु ल उंगा बुन्नु सक्यो क्या त्यसै हात पर ल गाइस अब मैले बकरी खोल्छु के हेर्नु नि यार
ओए बकरी का बाबू ओकरा बकरी का लगे के रुके हम कहीं सुकर कली गाइज कति के छौ मतलब कि तोर संगे न तोर से घर गामतिर आएको न घरतिर धान काटल भेलो कि नहीं भेलो वो कमेंट के भेलो त हाँ के ने अब लसुन रोपे के लसुन कतना ठाम लसुन रोप्छन् त धान काट्छन् का मंगसी चल्यो नि त मंगसिरमा कहाँ कबे हौ बुझल नहीं सकेछि त्यसो गाइज अलिकति हैन बुझल पर्दै अनि अब हाम्रो सँगै दाइल सकेछि अगामे भ्यू देखेले यार पूरा चिलाक्स भ्यू है त देखेले के आउँछ रे के सम्झिएर देखाउँ त देख्नु नि के चाहिँ हमारे गांव के तो चिने हो ले यार देखा ना पहला हल्के इनिया गाइस देख सकते ना बाट का खतरा से देखला ना तो संगे आउ बाट यावा त मतलब नया टोल से झुमका बाटे रही पूरा बेली शॉर्टकट भागल है टाटा आबे थे तो उनका चाहिँ मतलब दौन देखेल नहीं हल्स ना गाड़ी साड़ी दौन तो देखबे पड़ा के कहते देखना ओने धान के छ धान कतरे से के छ नि धान कतरे से सम अनि इने भर बोझ बाने से देख त्या ओ रुक त जुम के देखा दो एनंग क्या देख देखे छ लोग क्या देखना त देख दे धान कतर के बोझ बान्छु लोग अनि अनि ओने धान काटे छ मतलब जन चाहिँ क्या उसम जन अनि उनियो से लोग और देख दिया लोग और जुम करके देखा त राम्रो तसँग सायद अलिकति थरुवासम के हेछ नि त ये जुम कर देखा लोकसम धान काट्छ ना उन्हें पहाड़ के व्यू भागलो अनि रुख और देखते देखने के चिने छ हम तो नहीं को ना लग जूम करके देखा मैंने हाई के हेलो कर देखा यार देखने सब जना देख जने वो गाइस देखला तर संगे अब के धान कतरै छ म के ना कमेन्ट है तर संगे कुछ नहीं कहबो अनि गाइस थरवासम के यहाँ मतलब धान कतरै छ नि त हम त उ त नर्मल छ नि त अनि अरु कति के छ रोड डुबल छ ल सनसेट भयो आज छुट्टी भयो नि त मेरो ल गाइस तपाईहरुले कति जना मलाई हेर्नु भएको छ तपाईं जति जना हेर्नुहुन्छ लाइक हैन फलो गर्नु सब्स्क्राइब गर्नु किन कमेन्ट हाल्नु फलो गर्नु मात्रै गाइस अर्को भिडियोमा हेर्नु ल त Mira esa nena la que anda bajando. Me gusta el contenido que le está dando.